नमस्कार अनि हार्दिक स्वागत छ वफादार मिडियामा। म महेश रावल। यतिखेर म सुर्खेत जिल्लाको गुरुबाकोट नगरपालिका वडा नम्बर 8 मा जोडिएको छु। स्थानीय सरकार सञ्चालन भएको करिब 8 वर्ष बितिसक्यो र 8 वर्षमा दोस्रो पटक जनप्रतिनिधि भएर भएको 3 वर्ष सम्पन्न भयो। 3 वर्षको कार्यकालमा गुरुबाकोट नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष किरण कुमार विगतज्यूको नेतृत्वमा वडा समितिले के कस्तो विकास गर्यो वडाको नेतृत्वमा, त्यस विषयमा केन्द्रित रहेर हामी वडा अध्यक्ष किरण कुमार विगतज्यूसँग कुराकानी गर्नेछौँ। सर्वप्रथम उहाँलाई स्वागत छ सर। धन्यवाद। जुन हिसाबमा तपाईँ निर्वाचित भएको 3 वर्ष पुगे, सर्वप्रथम हजुरलाई हार्दिक बधाई छ। 3 वर्षको चुनावी एजेन्डा राख्दाखेरि के एजेन्डा राख्नु भएको थियो र कति प्रतिशत जति काम सम्पन्न भयो? पुनः धन्यवाद छ र एउटा प्रश्नको लागि तथा जिज्ञासाको लागि। हामी स्थानीय तह निर्वाचन 2079 2 महिना 10 गते जब हामी पदभार ग्रहण गरेर हामीले आफ्नो काम सञ्चालन गर्यौं, त्यतिबेला त्योभन्दा पहिला हामी चुनावमा होमिँदै गर्दा करिब हामीले 5 वर्षको पिरियडमा गर्न सकिने यहाँका प्रशासनिक विकास, सुशासन विकास, प्रवर्धनात्मक विकास, स्वास्थ्यमा विकास, शिक्षामा विकास, कृषिमा विकास लगायत मानव संसाधनमा विकास गर्ने हामीले जुन किसिमका एजेन्डाहरू बनाएका थियौं, जुन कुराहरूलाई घोषणा पत्रमा लिपि गरेका थियौं, तिनी कुराहरूलाई कर्मशः पहिलो वर्षबाट हामीले चाहिँ सुरुवात गर्यौं र पहिलो वर्षमा हामीले विशेष गरेर यो क्षेत्रमा भूमिको समस्या बढी भएको कारणले गर्दा राष्ट्रिय भूमि आयोग गठन भएसँगै यो क्षेत्रमा हामीले पहिलो वर्षमा अरु सबै कुराहरूलाई पनि समानान्तर तरिकाले काम गर्दै भूमिको कामलाई हामीले पहिलो फेजमा गरेका थियौं। पहिलो प्राथमिकता भूमिलाई लिनुभयो। अनि भूमिको क्षेत्रमा के कस्तो विकास गर्नुभयो? तपाईले भूमिलाई प्राथमिकता लग्यौं, 3 वर्ष कार्यकाल सम्पन्न भयो। पहिलो वर्षमा भूमिमा प्राथमिकता लग्नुभयो र दोस्रो वर्ष तेस्रो वर्ष लाटपूर्जा पाइसकेर भूमि जसको उभा थियो। हजुर, त्यही नै हो। यहाँ कस्तो छ भन्नुहुन्छ भने हाम्रो यहाँको यो जुन बस्ती छ, यो बस्ती साबिक मेलकुना गाविसको वडा नम्बर 1, वडा नम्बर 2 र वडा नम्बर 4 मिलेर हालको गुरुबाकोट नगरपालिका वडा नम्बर 8 बनेको छ। यहाँको यो बस्ती अथवा यो साबिकको मेलकुनाको बस्ती र चाहिँ यो छिमेकी पालिका भेरी गंगाको बस्ती र केही यो अन्य छिमेकी वडाहरूको बस्ती धेरै पुरानो बस्ती नभएर 2022 सालमा मात्रै यहाँ बस्ती बसेको र त्यसपछि त्यो बस्ती बसेदेखि विभिन्न समयमा यहाँ चाहिने नाफीका कुराहरू भए, भूमि सुधारका कुराहरू भए र यहाँ पूर्जा प्राप्त भएको थिएन। मेरो वडाको हकमा मैले कुरा गर्नुपर्दा यहाँ 1000 घरधुरी रहेका छन्। 1000 घरधुरीमा करिब 400 घरधुरी अथवा 400 परिवारसँग मात्रै यहाँ चाहिने जग्गाधनी पूर्जा प्राप्त थियो भने 600 परिवारले जग्गाधनी पूर्जा थिएन अथवा अस्थायी प्रकारको पूर्जा थियो र बिस्तारै चाहिने भूमि आयोग गठन भइसके पश्चात हामीले भूमि आयोगमा तीव्र तरिकाले काम गर्यौं र यहाँ चाहिने अव्यवस्थित अपुरा प्रकृतिका बसोबास भएका पूर्जाहरू 600 वटा पूर्जाहरू हामीले चाहिने करिब 1 वर्ष पुरा लाग्यो हामीलाई। 1 वर्षको कार्यकालमा पहिलो वर्षको कार्यकालमा हामीले 600 पूर्जा वितरण गर्ने काम गर्यौं। भूमिहीन सबैले लाट पूर्जा प्राप्त गर्न सके। त्यसमा यस्तो भयो, भूमिहीन भन्ने कुरामा अब भूमिहीन, दलित, अव्यवस्थित बसोबास भन्ने कुरा थियो। भूमिहीनको कुरामा अब चाहिने भूमिहीन सुकुम्बासी त भूमिहीन दलितको हकमा अहिले उहाँहरूले चाहिने रातो फर्म भर्नु भएको छ। हाम्रो वडाको करिब चाहिने आकलन गर्दा 2076 सालमा जब चाहिँ राष्ट्रिय भूमि आयोगले लगत सङ्कलन गर्यो, त्यति बेला यहाँ चाहिने 14 घर परिवार मात्रै भूमिहीन दलित भएको भेटियो र भूमिहीन दलितको काम नगरेर अधुरा अपुरा प्रकृतिका काम गर्यौं हामीले र पहिलो वर्ष 600 पूर्जा वितरण गर्यौं र अहिले चाहिने तिनी पूर्जाहरू जति हामीले वितरण गरिसकेका पूर्जाहरू थिन्, तिनी पूर्जाहरू यहाँ गुरुबाकोट नगरपालिका राष्ट्रिय भूमि आयोगको जिल्ला कार्यालय सुर्खेतले समन्वय गर्दै यहाँ मेलकुनामा रहेको मालपोतो तथा नापी कार्यालयसँग समन्वय गरेर तिनी पूर्जाहरू तत्काल
रजिस्ट्रेसन गर्न सकिने बैंक लघु वित्तहरूमा धितो बन्धक राखेर जनताहरूले आफ्नो काम गर्न सकिने र घर नक्सा अभिलेखीकरण गर्न सकिने लगायत थुप्रै कुराहरू अथवा त्यो पूर्जा सम्बन्धीका अख्तियारीका कुराहरू तुरुन्तै लागू गरिएको थियो। यसले गर्दा अहिले चाहिने यहाँ चाहिने आर्थिक विकासमा पनि यसले चाहिँ टेवा पुर्याएको छ। अध्यक्षज्यू, तपाईँले भूमिको बारेमा आफ्नो विषय भन्नुभयो र भौतिक क्षेत्रमा के कस्ता कामहरू गर्नु भएको छ अहिलेसम्म? ठिक छ, पुनः यहाँलाई दोस्रो प्रश्नको लागि धन्यवाद छ। भौतिक क्षेत्रको विषयमा हामीले यहाँ काम गरेका छौँ र यहाँ चाहिने पहिलो कुरा त हामीसँग यहाँ हामीले पक्कै पनि एउटा स्वास्थ्यमा, शिक्षामा, त्यसपछि सडक सञ्जालहरूलाई व्यवस्थित गर्ने कुराहरूमा, विद्युतलाई व्यवस्थित गर्ने कुराहरूमा र चाहिने यहाँ कृषिका कुराहरूमा, यो धार्मिक तथा सांस्कृतिक तथा पुरातात्विक क्षेत्रहरूमा र चाहिने यो यहाँ एउटा भेरी नदीले हामीलाई एउटा सामरिक महत्त्व राख्छ। यो चाहिने गुरुबाकोट नगरपालिका वडा नम्बर 8 भनेको एउटा चाहिने प्रशासनिक केन्द्रको रूपमा पनि विकसित भइरहेको क्षेत्र हो। त्यसैले गर्दा अब हामीले सङ्घ तथा प्रदेश सरकारसँग समन्वय राख्दै यहाँ चाहिने सडकहरूलाई स्तरोन्नति गर्ने, त्यसपछि यहाँ अहिले भर्खरै सङ्घीय सरकारबाट खटाङमा हाम्रो वडाको खटाङमा वडा नम्बर 10, 8 र वडा नम्बर 12 जोड्ने एउटा नेपालकै दोस्रो लामो झुलुङ्गे पुल, त्रिकोणात्मक पुल यहाँ चाहिँ अहिले अन्डर कन्स्ट्रक्सनको अवस्थामा छ र चाहिँ नेपालकै दोस्रो लामो अथवा चाहिँ त्रिकोणात्मक रूपले दोस्रो पुल यहाँ चाहिँ अहिले निर्माणाधीन अवस्थामा छ। सम्झौता भइसक्यो, कार्य सञ्चालनमा छ, अन्डर कन्स्ट्रक्सनमा छ भने मैले। त्यसरी भौतिक पूर्वाधारका कुराहरू तिनी भए। त्यसपछि यहाँ हामीसँग अब शिक्षा र स्वास्थ्यमा विशेष गरेर जोड गरौँ भन्ने लागेर हाम्रो साबिकको वडा नम्बर 2 अथवा हाल हामीले त्यसलाई घारी मेल कुनाटोल भन्ने गरेका छौँ। त्यहाँ एउटा सरस्वती आधारभूत विद्यालय थियो। सरस्वती आधारभूत विद्यालय यो चाहिने छिन्चु जाजरकोट सडकलाई विस्तार गर्ने क्रममा आधा जति त्यहाँको चाहिने भूभाग सडकले काटिएर थोरै मात्र भूभाग बस्ने र त्यो केही भौतिक संरचनाहरू त्यहाँका चाहिने भवनहरू पनि केही चाहिने जाने भएको कारणले गर्दा त्यसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्छ भनेर पालिकाको करिब चाहिने 63 लाख रकम विनियोजन गरेर जग्गा खरिद गरेर त्यसपछि त्यहाँ चाहिने प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय राख्दै त्यहाँ अहिले चाहिने 3वटा पक्की भवनहरू बनाइरहेको अवस्था छ भने त्यसलाई घेरबार गरेर त्यहाँबाट शिक्षा दीक्षा अहिले चाहिँ सञ्चालन गरिसकेको अवस्था छ। तपाईको वडामा मावि तह विद्यालयहरू कति छ, आधारभूत तह विद्यालयहरू कति छ, शिक्षा क्षेत्रमा दरबन्दी शिक्षकहरू के कस्तो छ, शिक्षकले गुणस्तरीय शिक्षा दिइरहेका छन् कि नै, के कस्तो छ? यसमा अब हाम्रो वडामा 4वटा विद्यालयहरू छन्। 4वटा विद्यालयहरूमध्ये 3वटा सामुदायिक विद्यालयहरू छन् भने एउटा यो निजी विद्यालय छ। सामुदायिक विद्यालय एउटा प्राथमिक विद्यालय छ, विद्यासागर प्राथमिक विद्यालय सुन्दरनगर। एउटा आधारभूत सरस्वती आधारभूत विद्यालय कक्षा 1 देखि 8 सम्म पढाइ हुने गर्छ र एउटा चाहिने श्री सूर्यज्योति माध्यमिक विद्यालय मेलकुना बजारसँगै टाँसिएर अवस्थित रहेको छ। र त्यसमा अहिलेसम्म सरस्वती हेर्दा विद्यार्थी सङ्ख्याको आधारमा आन्तरिक दरबन्दी मिलान गरेर पालिकाले शिक्षकको केही त्यो पदपूर्ति केही हदसम्म भएको छ, पूर्ण ढङ्गले भएको चाहिँ छैन। विद्यार्थी सङ्ख्याको आधारमा अब अहिलेसम्म शिक्षकहरूको दरबन्दी करिब करिब चाहिने ठिकै छ र शिक्षा क्षेत्रमा राम्रो विकास भएको छ भन्ने हामीलाई लागेको छ। र एउटा अर्को मावि विद्यालय छ, निजी विद्यालय बालदिपी युनाइटेड पब्लिक विद्यालय भन्ने, यही हाम्रो चाहिने नजिकै छ, मेलकुना बजारमै छ। र यसरी हेर्दा 4वटा संस्थाबाट यहाँको चाहिने शैक्षिक सुधारोन्मुख अवस्था छ। आम जनताहरूको गुनासो के छ भने चाहिँ नेपाल सरकारले शिक्षा निशुल्क गर्ने भनेर विधानमा उल्लेख छ। तपाईँको यहाँ के छ, संविधानमा उल्लेखित अनुसार निशुल्क शिक्षाहरू दिइराख्नु भएको कि समथिङ केही शुल्क लगेर विद्यार्थीहरूलाई पढाइराख्नु भएको छ? यसमा हामीले अहिलेसम्म हाम्रा यो 3वटा सामुदायिक विद्यालयहरूमा कुनै पनि नाममा कुनै पनि बहानामा शुल्क उठाएको अवस्था छैन।
कुनै पनि नाममा शुल्क उठाउनु भएको छैन। उठाएको छैन र अब निजी विद्यालयको हकमा त त्यो अब चाहिने भइरहेको कुरा रह्यो। त्यो व्यावसायिक विद्यालयहरू त्यो चाहिँ व्यावसायिक संस्थाहरूका कुराहरू त त्यो रह्यो नै। तर हाम्रो यो 3वटा सामुदायिक विद्यालयहरू मध्ये त्यो विद्यार्थीबाट कुनै पनि शुल्क लिएको छैन र अहिलेसम्म हामीलाई जानकारी आएको छैन। र स्वास्थ्य क्षेत्रमा के कस्तो छ? 98 प्रकारका नेपाल सरकारले दिने औषधिहरू निशुल्क रूपमा भरिगुस्त रूपमा पाइन्छ कि के कस्तो छ तपाईलाई जानकारी भएको अनुसार? यसमा अब के छ भने अब संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान 2072 जब चाहिने यहाँ देशमा लाग्यो, हामी त्यही संहिताको परिपालना गर्दै करिब संहिताको 8 वर्षसम्म हामी चाहिने आइपुगेको अवस्था छ। 8औं वर्षसम्म आइपुग्दा हाम्रो चाहिने वडामा मेलकुन अस्पताल एउटा जिल्ला स्तरीय अस्पताल छ, 50 शय्याको मेलकुन अस्पताल छ। यसले चाहिने अलिकति उपचारात्मक काम गर्ने भयो, प्रवर्धनात्मक स्वास्थ्यका कामहरू अलि नहुने भयो। त्यो कारणले गर्दा यहाँ चाहिने हाम्रो वडामा विशेष गरेर स्वास्थ्य संस्था थिएन जो आधारभूत स्वास्थ्य सम्बन्धी काम गर्नु पर्थ्यो। एउटा आधारभूत बच्चालाई आमालाई गर्भैदेखि स्वस्थ हुँदै 5 वर्षसम्म पुग्दा विभिन्न खोप र पोषणका कुराहरू हुँदै स्वस्थ बन्नु पर्थ्यो। स्वस्थ बनेको मान्छेले शिक्षा हासिल गर्नु पर्थ्यो। त्यो कुराहरूलाई मध्यनजर गर्दै हामीले गत वर्ष गुरुबाकोट नगर कार्यपालिकामा अनुरोध राख्यौं र आदरणीय नगर प्रमुखजी लगायत सिङ्गो कार्यपालिका टिमले पनि सहर्ष स्वीकारेर अघिल्लो वर्ष मात्रै हाम्रो चाहिने वडामा आधारभूत स्वास्थ्य केन्द्र मेलकुना भनेर स्थापना गरेका छौं। भवन निर्माण भइसकेको छ र हामीलाई आशा लाग्छ अबको केही समय 1-2 महिना भित्रै त्यो भवन निर्माण कम्पनीले हामीलाई हस्तान्तरण गर्नेछ र चाहिने यहाँ हामीले आधारभूत सेवाका कामहरूलाई अझ परिष्कृत रूपले यसलाई सञ्चालन गर्नेछौँ र सेवा सञ्चालनको कुरामा यही गत भाद्र महिनादेखि नै हामीले चाहिने यहाँ यही हाम्रो वडा कार्यालयकै बगल यो साइडमा रहेको एउटा भवन छ, सामान्य भवन छ। त्यही भवनबाट यहाँ वडाको आधारभूत स्वास्थ्य सम्बन्धीको सेवा सुचारू गरेका छौँ। यहाँले भने जस्तै 98 प्रकारका औषधिहरू निशुल्क रूपले सरकारले उपलब्ध गराउनु पर्छ भने जस्तै सीमित स्रोत साधनलाई ध्यान दिँदै मध्यनजर गर्दै केही औषधिहरू यहाँ चाहिँ परिपूर्ति भएको र केही सामान्य अभाव भएको कुरा पनि छ। सामान्य अभावको रूपमा छ। अध्यक्षज्यू एउटा छ नि त मान्छेलाई आवश्यकता शिक्षा स्वास्थ्य खानेपानीको हकमा के कतिको गर्नु भएको छ? आम जनताहरूको घर घरमा खानेपानी पुगेको छ कि के कस्तो छ? अबको प्लान के छ? खानेपानी पुगेको छैन भने अब पुगाउने कि हजुरको कार्यकालभरि नखुवाउने पानी के छ? ठिक छ, एउटा राम्रो प्रश्न गर्नुभयो, धन्यवाद यहाँलाई पुनः। यो खानेपानी सम्बन्धी यसो चाहिने कुराहरू गर्दा हुन त यहाँ बस्ती बसेको मैले 2022 सालमा हो। यहाँ बस्ती बसेको समय यो 58-59 वर्ष मात्रै भएको छ। तर पनि यहाँ चाहिने विभिन्न किसिमको चाहिने पूर्वाधारको क्षेत्रमा भौतिक सुविधाको क्षेत्रमा थुप्रै विकास भएको छ। यहाँहरूले पनि देख्न सक्नुहुन्छ, हिँड्दा डुल्दा देख्दा वडा नम्बर 8 मेलकुना देख्नु भएको छ। तसर्थ यहाँ मैले धेरै भनिरहनु त पर्ने त आवश्यकता छैन। करिब खानेपानीको कुरामा यहाँले कुरा उठाउनु भयो र अहिले हाम्रो यहाँ चाहिने शुभघाट सहरी खानेपानी तथा सरसफाई संस्था छ। यसले गुरुबाकोट नगरपालिकाका वडा नम्बर 6, वडा नम्बर 7, वडा नम्बर 8, वडा नम्बर 9 र हाल वडा नम्बर 4 को केही क्षेत्रलाई सेवा विस्तार गरेर यहाँ चाहिने शुद्ध पिउने पानीको व्यवस्था गरेको छ। र मैले मेरो वडाको हकमा भन्नुपर्दा मेरो वडामा 1003 धारा जडान गरिएको छ। प्रत्येक घरमा धारा छ, शुद्ध पिउने पानी छ र चाहिने यहाँ शुभघाट सहरी खानेपानी तथा सरसफाई संस्थाद्वारा सम्पूर्ण घरमा शुद्ध पिउने पानी भएको कारणले गर्दा म ढुक्कका साथ भन्न चाहन्छु, एउटा यो हाम्रो चाहिने संविधानले व्यवस्था गरेको खानेपानीको हकलाई पनि एउटा मौलिक अधिकारको रूपमा राखेको 31 वटा मौलिक अधिकारहरूको बारेमा एउटा यो धारा 35 को उपधारा 4 मा व्यवस्था गरे बमोजिम यहाँ चाहिने सम्पूर्ण वडावासीहरूले शुद्ध पिउने पानी पाएका छन् र म यसमा गर्व गर्छु। मैले कुनै पनि
म यहाँ चाहिँ निर्वाचित भएदेखि खानेपानीसँग सम्बन्धित कुनै पनि बजेट मैले छुट्याउनु पर्ने अवस्था छैन, किनभने शुद्ध पिउने पानी सबैको घर घरमा भएको कारणले गर्दा यसमा म गौरवान्वित छु र धन्यवाद व्यक्त गर्न चाहन्छु शुभघाट सहरी खानेपानी संस्था र गुरुबाकोट नगरपालिकालाई। अझ एउटा हामी अन्तिमतिर छौँ होइन, जुन हिसाबमा यस वडामा युवाहरू युवतीहरू लगायत एकल महिलाहरू पनि हुनुहुन्छ होला, उहाँहरूलाई दक्षता उत्पादन गर्नको लागि आत्मनिर्भर गर्नको लागि कस्ता किसिमका तालिमहरू सञ्चालन गर्नुभएको छ, तालिमहरू सञ्चालन गर्नु भएको छ कि नै, के कस्तो छ? ठिक छ, हामीले मानव विकासको लागि मानव संसाधन विकासको लागि गरेका कामहरू प्रयासहरू पनि छन्। हामीले विशेष गरेर अब दलित महिला आदिवासी जनजाति पिछडा वर्ग सीमान्त तथा लोपोन्मुख वर्ग यिनी सबैलाई चाहिँ साथमा लिँदै चाहिँ उहाँहरूका सबैका अधिकारहरूलाई सुनिश्चित गर्दै उहाँहरूलाई चाहिँ उहाँहरूको वर्ग क्षेत्र उत्थानका लागि हामीले केही प्रयासहरू गरेका छौँ। थुप्रै प्रयासहरू त नभनौँ, त्यो चाहिँ यहाँको जनताहरूले भन्नु होला, तर हामीले केही प्रयास गरेका छौँ। जस्तो अब चाहिँ यो बालबालिकाहरूको विषयमा किशोर किशोरीहरूको विषयमा हामीले लागु औषध दुर्व्यसन सम्बन्धीका सचेतनात्मक कार्यक्रमहरू गर्ने गरेका छौँ। खेलकुद विकासका कार्यक्रमहरू गरेका छौँ। उहाँहरूको चाहिँ सर्वाङ्गीण विकासका लागि खेलकुदलाई पनि एउटा चाहिँ विकासको प्रायोरिटीमा लिनुपर्छ भनेर प्रत्येक वर्ष हामीले चाहिँ खेलकुदका विकासहरू गर्ने, खेलकुदका कार्यक्रमहरू आयोजना गर्ने, यिनीहरू पनि गर्ने गरेका छौँ। जस्तो यहाँले भने जस्तै अब चाहिँ युवा युवती त्यसपछि एकल महिला उहाँहरूलाई सिप विकास सम्बन्धी के गर्नुभएको छ भन्ने कुरा गर्नुपर्दा हामीले यहाँ चाहिने महिला सशक्तिकरणका कार्यक्रमहरू, युवा सशक्ति किसिमका कार्यक्रमहरू गर्ने गरेका छौँ। जस्तो हामीले यहाँ ब्युटी पार्लर तालिम सञ्चालन गर्ने गरेका छौँ। यो अलिकति बजार क्षेत्र भएको कारणले गर्दा ब्युटी पार्लर यहाँ मुख्य एउटा चाहिँ व्यावसायिक पेसाको रूपमा रहेको छ। हामी ब्युटी पार्लरलाई आधारभूत एडभान्स हुँदै अब आधारभूत र एडभान्स तालिम गरिसकेको अवस्था छ र आवश्यकता अनुसार यसलाई चाहिँ अलिकति अझै स्तरोन्नति गरेर लेभल 1 2 तर्फ पनि लैजाने हो कि भन्ने कुरा छ। अनि सिलाइ कटाइका कुराहरू छन्, हामीले सिलाइ कटाइ कुराहरू गरेका छौँ। अनि यो कुक उत्पादन गर्ने कुराहरू गरेका छौँ र त्यसपछि अब यो महिला अटो ड्राइभिङ तालिम भर्खर हामीले यो वर्षमा सम्पन्न गरेका छौँ। महिला अटो ड्राइभिङ, हजुर, महिलाले अटो चलाउने, हजुर, महिलाले अटो ड्राइभिङ 10 जना महिलाहरूले यो यही चालु आर्थिक वर्षको बजेट विनियोजन गरेका थियौँ। हामीले 3 लाख रुपियाँ अटो ड्राइभिङ तालिममा सञ्चालन गरेका थियौँ र हाम्रा वडाका 10 जना महिला छोरी चेलीहरूलाई त्यो भर्खर सम्पन्न गरेका छौँ। उहाँहरू अहिले आत्मनिर्भर बन्नुभएको छ। यसो हेर्दा देख्दा उहाँहरूले चाहिँ सिपलाई विकास गर्नुभएको छ। त्यसै गरेर अर्को हलुका सवारी साधन पनि युवाहरूलाई लक्षित गर्दै, विशेष गरेर योलाई युवाहरूलाई लक्षित गर्दै हल्का सवारी साधन तालिम पनि भर्खरै सम्पन्न गऱ्यौँ र चाहिँ तालिमहरूको कुराहरूमा सिलाइ कटाइ, यो कुक ट्रेनिङ, यो चाहिँ मार्बल टाइल फिक्ने, अब विशेष गरेर यो सिप विकास सम्बन्धीका कुराहरूमा यो 3 वर्षसम्म आउँदा करिब 9वटा सिप विकास सम्बन्धीका तालिमहरूलाई यहाँ दिइसकेको अवस्था छ र केही व्यक्तिहरू स्वरोजगार भएर आफूले काम गरिरहनु भएको छ। केही व्यक्तिहरूले त्यो सिपलाई विदेशमा गएर विदेशको श्रम बजारमा अथवा विदेशमा गएर त्यसलाई पनि हाम्रो चाहिँ रोजगारीको वैदेशिक रोजगारीमा त्यो प्रयोग गर्नुभएको छ। यही सिप विकास सम्बन्धीका तालिमहरू यसरी गरिएको छ। स्वास्थ्य शिविरहरू कतिको सञ्चालन गर्नुभएको छ? यो स्थानीयहरूलाई प्राथमिकता राखेर स्वास्थ्य शिविरहरू, आँखा चेकजातदेखि लिएर थुप्रै किसिमका स्त्रीलिङ्गदेखि लिएर थुप्रै किसिमका स्वास्थ्य शिविरहरू कतिको सञ्चालन? ठिक छ, फेरि यहाँलाई धन्यवाद छ। विशेष गरेर यहाँ यो हाम्रो वडा नम्बर 8 भनेको कस्तो हो भन्नुहुन्छ भने यहाँ भेरी नदी टक्क चाहिँ एक साइडमा भेरी नदी, बिचमा ठुलो घना समथर भूभाग, यहाँ चाहिँ त्यस्तो किसिमको व्यावसायिक क्षेत्र, आवासीय क्षेत्र, यो धार्मिक तथा पुरातात्विक क्षेत्र लगायत यहाँ कृषि क्षेत्र यतिसम्म रहेको क्षेत्र छ। यो क्षेत्र सँगसँगै यहाँ चाहिँ मेलकुना सिटी हल छ, यहाँ मेलकुना आँखा आँखा अस्पताल छ, मेलकुना अस्पताल छ, विभिन्न चाहिने बैंक वित्तीय सङ्घ संस्थाहरू छन्। गुरुबाकोटकै ठुलो बजार मेलकुना छ र चाहिने यो खटाङ क्षेत्र छ।
खटाङ एउटा हाम्रो चाहिँ सांस्कृतिक धार्मिक तथा पर्यटकीय क्षेत्र हो। यहाँ चाहिँ भोलि यसले यसको यो पुल निर्माण सम्पन्न पश्चात यसले चाहिँ ठुलो आर्थिक विकासित क्षेत्रमा हुने हाम्रो आशा रहेको छ। र यहाँले भने जस्तै स्वास्थ्यका स्क्रिनिङका कुराहरू हामीले प्रत्येक हाम्रो यही वडा कार्यालयसँगै जोडिएको मेलकुना आँखा अस्पताल छ, यसलाई हामीले चाहिँ सर्जिकल सेन्टरको रूपमा अपग्रेड गर्दैछौँ। यसलाई नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गतको राप्ती अञ्चल आँखा अस्पताल दाङसँग समन्वय गरेर यसलाई स्तरोन्नति गर्दैछौँ भने सर्जिकल सेन्टरको रूपमा, र पछि यसलाई बिस्तारै जिल्ला स्तरको एउटा अस्पताल गर्ने हामी तयारीमा छौँ। भने हामीले स्क्रिनिङका कुराहरू, स्वास्थ्य शिविरका कुराहरू, आँखाका लागि प्रत्येक विद्यालयहरूमा गएर हामीले त्यो निशुल्क विद्यार्थीहरूका लागि स्क्रिनिङ गर्छौँ। त्यसपछि टोल बस्तीहरूमा गएर यो मोतीबिन्दुको स्क्रिनिङ गर्ने गर्छौँ। त्यसपछि महिलाहरूको पाठ्यघर सम्बन्धीको स्क्रिनिङहरू गर्ने काम गर्छौँ। यस्तै यस्तै नाक कान घाँटी सम्बन्धी रोग सम्बन्धीका पनि स्क्रिनिङहरू गर्ने गर्छौँ। र विशेष गरेर 14वटा वडाको यो केन्द्रबिन्दु वडा पर्ने भएको कारणले गर्दा पालिकाले जिल्लाले जनस्वास्थ्य कार्यालयले यही क्षेत्रलाई पोइन्ट गर्दै यहाँ चाहिँ त्यो स्क्रिनिङका कुराहरू, शिविरका कुराहरू गर्ने गर्छ। र वर्षमा 2-3 पटक हामीले चाहिने आँखाको निशुल्क मोतीबिन्दु शल्यक्रिया कार्यक्रम सञ्चालन गर्छौँ। पाठ्यघरको स्क्रिनिङ, पाठ्यघरको शिविर सञ्चालन गर्ने गरेका छौँ। भने यसै गरेर अब चाहिने बाल रोग विशेषज्ञद्वारा पनि बाल रोग सम्बन्धीका कुराहरू पनि गर्ने गरेका छौँ। र स्क्रिनिङ र शिविरका कुराहरू, मुटु रोगको स्क्रिनिङका कुराहरू, यस्तै कुराहरू हामीले गर्दै आएको अवस्था छ। हजुरज्यू, हामी कार्यक्रमको अन्तिममा छौँ। आगामी 2 वर्षमा के कस्ता एजेन्डा लिएर अघि बढिराख्नु भएको छ? हामी अब करिब 3 वर्षको कार्यकाल हामीले अब 3 वर्ष समापन गरेर अहिले हामी चाहिँ 2 वर्ष समापन गरेर तेस्रो वर्षको सङ्घारमा छौँ। यति बेला अब हामीले बाँकी रहेका विशेष गरेर यहाँ चाहिँ अलिकति कृषि क्षेत्र, हाम्रो कुल भूभागको धन्नै चाहिने 60% भूभाग अझै चाहिने हाम्रो वडाको कृषि क्षेत्रमा निर्भर छ। कृषि क्षेत्रमा निर्भर भएको कारणले गर्दा हामीले भेरी करिडोर, भेरी बबाई डाइभर्सन अन्तर्गतको भेरी करिडोर यहाँ हाम्रो वडा नम्बर 9 बोटेचौरमा कार्यालय छ, त्यो कार्यालयद्वारा, त्यसपछि महाकाली सिँचाइ व्यवस्थापन कार्यालयद्वारा, सिँचाइ पूर्वाधार विकास कार्यालयद्वारा, कृषि विकास निर्देशनालयद्वारा, कुर्बाकोट नगरपालिकाद्वारा र हाम्रो वडाले हाम्रा टोल बस्तीका कृषि क्षेत्रहरूमा पहिला पानी सञ्चालन गर्ने भनेर हामीले करिब 5वटा लिफ्ट सिँचाइका कुराहरू अहिले चाहिँ परीक्षण हुने अवस्थामा छन् भने एउटा निर्माणको अवस्थामा छ गरेर 6वटा छन् भने साना कुलाहरूलाई लाइनिङ गरेर विशेष गरेर कृषि क्षेत्रमा अलि बढुवा दिएर यो सुन्दर बजारीकरण हुँदै गरेको वडालाई अझैलाई वैज्ञानिक बजारीकरणको लागि कसरी चाहिँ यसलाई मापदण्ड ल्याउन सकिन्छ, अव्यवस्थित रूपमा रहेका विद्युतका पोलहरूलाई, विद्युतहरूलाई कसरी व्यवस्थित बनाउन सकिन्छ र चाहिने कसरी चाहिने हामीलाई बाल मैत्री वडा बनाउन सकिन्छ, कसरी चाहिने हामीले यसलाई प्रवर्धनात्मक, स्वास्थ्य प्रवर्धनात्मक वडा बनाउन सकिन्छ भनेर हामी यिनी कुराहरूमा लागि परेको अवस्था छ। अन्तिममा के भन्न चाहनुहुन्छ आम दर्शकहरूलाई? अब आम दर्शकहरूलाई मैले भन्न चाहेको कुरा के हो भन्नुहुन्छ भने हामी जति चाहना राखेर, जति चाहिँ इच्छा राखेर हामी चाहिँ यहाँ निर्वाचनमा उभिएका थियौँ र यहाँहरूले अमूल्य मत हामीलाई प्रदान गरेर विजय गराउनु भएकोको लागि म यहाँहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। यहाँहरूले हामीलाई चाहिँ निर्वाचन गराइसकेपछि हामीले चाहिँ भूमिको क्षेत्रमा केही विकास गरेको कुरा छ, त्यसपछि यो खुल्ला क्षेत्रहरू, यहाँ भएका खुल्ला क्षेत्रहरूलाई पहिचान गर्ने कुराहरू छ, त्यसलाई व्यवस्थापन गर्ने कुराहरू छ, त्यसपछि हामीले सेवाको कुराहरूमा नियमित रूपले वडा कार्यालयबाट गरिने सेवा प्रवाहका कुराहरूमा यहाँ चाहिने कार्यवाहक राखेर मात्रै हामी चाहिने बाहिर जान्छौँ र जनताहरूले यही कार्यालयबाट सेवा उपलब्ध गर्न पाएका छन्। र अब यसमा चाहिँ हाम्रो नागरिकहरूले हामीले कुनै गर्न छुटेका, गर्न नसकेका कुराहरू केही छन् भने तिनी कुराहरू हाम्रा प्रत्येक टोलहरूमा
हाम्रो वडा सदस्यज्यूहरू हुनुहुन्छ, हामी यहाँ चाहिँ वडा कार्यालयको फेसबुक पेज छ, त्यो पेजबाट सूचनाहरू प्रवाह गरिरहेका हुन्छौँ। तिनी सूचनाहरूलाई हेरेर यहाँ चाहिँ बेलामा हामीलाई सल्लाह सुझाव दिनुभयो भने तिनी कुराहरूलाई अझै हामी अझ परिष्कृत गर्दै अगाडि बढाउन सक्छौँ भन्ने लाग्छ। र यिनी कुराहरू गर्दै यहाँहरूलाई पनि यो जो हामीले चाहिँ 3 वर्षमा गरेको कुरा र आगामी 5 वर्षमा गर्न सकिने कुराहरूप्रति यहाँहरूले पनि जो प्रश्न गर्ने एउटा आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा म यो वफादार मिडिया प्रहरीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। समय दिनुभयो, धन्यवाद। धन्यवाद। दर्शकले हामीले कुराकानी गर्यौं सुर्खेत जिल्ला गुरबाकोट नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष किरण कुमार विगतज्यूसँग। हामी अर्का दिन नयाँ अतिथिसँग जोडिनेछौँ। त्यतिन्जेलसम्म म कार्यक्रम प्रस्तोता महेश रावल बिदा हुन्छु। हस्त, धन्यवाद।